2029 सालमा राजा वीरेन्द्रले विधिवत उद्घाटन गरेपछि सुरु भएको सिद्धार्थ राजमार्ग नेपालकै पुरानो मध्येको एक सडक हो। तराई पहाड जोड्ने गरी निर्माण गरिएको यो राजमार्ग कुनै बेलाको महत्त्वपूर्ण सडकको रूपमा हेरिएको थियो। भारतको नाका सुनौलीदेखि पोखरासम्मको यो राजमार्गले रूपन्देही पाल्पासँगै तत्कालीन गण्डकी अञ्चल र धौलागिरी अञ्चलका नागरिकको दैनिकी धान्ने सडक पनि हो। पछिल्लो समय सवारी साधनको चाप बढेपछि साँगुरिएको यो राजमार्ग स्तर उन्नतिका लागि प्रत्येक पटकको चुनावी एजेन्डा बन्दै आए पनि अहिलेसम्म बन्न सकेको छैन। 2064 सालदेखि 2082 सालसम्म भएका संविधान सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा संसदमा यो राजमार्गको विषय उठान भए पनि यसको स्तर उन्नतिका लागि अहिलेसम्म सरकारको चासो बन्न सकेको छैन। संसदमा कुरा उड्छ, बजेटमा पनि समेट्ने काम हुन्छ, तर सधैँ स्तर उन्नतिको काम अन्यलमा पर्दै आएको छ। दुई प्रदेश जोड्ने धार्मिक पर्यटकीयदेखि व्यापारिक राजमार्ग लामो समयदेखि बन्छ भन्ने आश्वासनले स्याङ्जाबासी चिन्तित देखिएका छन्। फाल्गुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यो राजमार्ग सबै दलहरूका घोषणा पत्रमा राजमार्ग बनाउन पहल गर्ने भनेर उल्लेख गरिएका थिए। यो पटक मात्रै होइन, यसभन्दा अगाडिका निर्वाचनमा पनि सबै राजनैतिक दलहरूले आफ्नो घोषणा पत्रमा सिद्धार्थ राजमार्गको स्तर उन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए। तर जुनसुकै राजनैतिक दलको सरकार बने पनि यो राजमार्ग प्राथमिकतामा पर्न सकेन। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरू भौतिक पूर्वाधार तथा आधारभूत विषयलाई समेटेर निर्वाचनमा गएका थिए। सबै दलहरूको अत्याधिक चर्चा हुँदै आएको सिद्धार्थ राजमार्गको स्तर उन्नतिको विषयलाई साझा मुद्दा बनाए पनि अहिलेसम्म प्राथमिकतामा पार्न भने सकिरहेका छैनन्। झण्डै 60 वर्ष पुरानो यो मार्ग साँगुरो, घुम्ती र जीर्ण बन्दै गइरहेका कारण हाल काली गण्डकी कोरिडोर लगायतका वैकल्पिक मार्गहरूको प्रयोग बढ्दो छ, जसले मार्ग वरपरका बजार ओझेलमा पर्ने स्थानीयको चिन्ता छ। यो क्षेत्रको विकासको लागि सिद्धार्थ राजमार्ग महत्त्वपूर्ण रूपमा हेरिन्छ। लामो समयदेखि स्तर उन्नतिको पर्खाइमा रहेको यो राजमार्गको विषयले धेरै मतदाताको ध्यान तान्ने गरेको छ। स्याङ्जाबाट निर्वाचित भएका सांसदहरू पटक पटक संसदमा राजमार्गको स्तर उन्नतिको विषय नउठाएका पनि होइनन्। आर्थिक वर्ष 2082-83 को बजेटमा राजमार्ग स्तर उन्नतिको काम सुरु हुन्छ भन्ने ढुक्कमा रहेका स्याङ्जाबासी जेएनजी आन्दोलनपछि तत्कालीन अर्थमन्त्री रहेका विष्णु पौडेलले सिद्धार्थ राजमार्गका लागि बजेट विनियोजन गरेको चर्चा चलेको थियो, तर अहिले त्यो यसै सेलाएर गएको छ। अबको सरकारले यो सडकलाई प्राथमिकतामा राख्छ वा राख्दैन त्यो भने हेर्न बाँकी छ। अहिले पनि प्राथमिकतामा यो सडक परेन भने राजमार्ग बन्ने विषय सधैँका लागि ओझेलमा पर्ने सम्भावना बढ्ने देखिन्छ।